के तपाईँलाई थाहा छ धेरैजसो जोडीहरूको यौन सम्बन्धमा असन्तुष्टि हुनुको कारण समय होइन तरिका नजान्नु हो भन्ने हो। धेरै पुरुषलाई लाग्छ कि यौन सन्तुष्टि भनेको मात्र शारीरिक सम्पर्क हो, तर महिलाहरूको शारीरिक र मनोविज्ञान पुरुषको भन्दा बिल्कुलै फरक हुन्छ। यदि तपाईँ आफ्नो पार्टनरलाई साँच्चै खुसी र सन्तुष्ट राख्न चाहनुहुन्छ भने उनीहरूको शरीरको म्याप वा नक्सालाई बुझ्ने र संवेदनशील अङ्गहरूको बारेमा थाहा पाउनु एकदमै जरुरी हुन्छ। आज म तपाईँलाई महिलाको शरीरका ती विशेष ठाउँहरू जसमा धेरै आनन्द आउँछ त्यो बारेमा कुरा गर्नेछु, जहाँ छुँदा उनीहरू उत्तेजित हुन्छन् र कसरी वैज्ञानिक तरिकाले पूर्ण सन्तुष्टि उनीहरूलाई दिलाउन सकिन्छ भनेर आज खुलेर कुरा गर्नेछु। सबैभन्दा पहिले यो बुझ्नु जरुरी छ कि महिलाको लागि यौन उत्तेजना एराउजल शरीरबाट होइन, महिलाको दिमागबाट सुरु हुन्छ। पुरुषको महिलाको कुनै पनि अङ्ग देख्दा वा छुँदा आफै उत्तेजित भएर तुरुन्तै आउन सक्छ, तर महिलाको लागि मुड र महसुस वा फिलिङ धेरै हुनु आवश्यक छ। त्यसैले सन्तुष्टिको पहिलो पाइला भनेको फोरप्ले हो। अब कुरा गरौँ यी 5 ठाउँहरूको बारेमा जहाँ सही तरिकाले तपाईँले फोरप्ले गर्नुभयो या छुनुभयो भने जादुमय असर गर्छ। धेरैले सिधै मुख्य अङ्गमा ध्यान दिन्छन्, जुन गलत हो। सुरु तपाईँ यहाँबाट गर्नुहोस्, गर्दन र पछाडिको भाग। महिलाको गर्दनको पछाडिको भाग र कानको तलको भाग एकदमै संवेदनशील हुन्छ। यहाँ हल्का औँलाले सुमसुम्याउँदा वा हल्का हल्का किस गर्दा नसाहरू सक्रिय हुन्छन् र उत्तेजना बढ्छ। कानको लोतीमा धेरै स्नायुका नर्भहरू हुन्छन्। कानमा हल्का साउती गर्ने, तातो हावा फाल्ने वा जिब्रोको प्रयोग गरेर उनको कानलाई चाहिँ चलाउने, यसो गर्दा उनीहरूलाई निकै आनन्द दिन्छ। ढाडको तल्लो भाग लोअर ब्याकदेखि मेरुदण्डको वरपर हल्का मसाज गर्दै वा औँला डुलाउँदै उनीहरूलाई रिल्याक्स र उत्तेजना दुवै महसुस गराउन सकिन्छ। तिघ्राको भित्री भाग इनियर थाईको भागमा पनि जनानङ्गले छुने वा अन्य तपाईँले हातले मुसार्दै लैजाने वा औँलाहरू त्यहाँ घुमाउने गर्नुभयो भने पनि यसबाट पनि धेरै आनन्द दिन सकिन्छ। इनियर थाईको नजिकै महिलाको यौनाङ्ग हुने भएकोले एकदमै सेन्सिटिभ हुन्छ यो पार्ट, तर यहाँ हतार गर्नु हुँदैन। बिस्तारै बाहिरबाट भित्रतिर छुँदा यसले एकदमै रमाइलो क्षण महिलामा महसुस गराउँछ। त्यसैगरी ओठ एउटा गहिरो र प्यासिभ किस गर्ने, यसले शरीरमा डोपामिन र अक्सिटोसिन हर्मोन रिलिज गर्छ ओठको किसले, जसले मुड बनाउन ठुलो भूमिका गर्छ। अब कुरा गरौँ सबैभन्दा मुख्य प्रश्नको, चाँडो र पूर्ण सन्तुष्टि कसरी दिने। विज्ञान भन्छ अधिकांश महिलाहरूलाई पेनिट्रेसन वा शारीरिक सम्पर्क भित्र बाहिरबाट मात्र अर्ग्याजम वा चरम सन्तुष्टि प्राप्त हुँदैन। महिलाहरूको लागि क्लाइटोरिस सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। क्लाइटोरिस यस्तो अङ्ग हो जसको काम मात्र आनन्द दिनुहुन्छ। शारीरिक सम्पर्कको बेला वा त्योभन्दा अगाडि यसलाई हात वा मुखको माध्यमले वा अन्य कुनै कुराहरूले उत्तेजित गरियो भने यो महिलालाई वा महिलाको लागि छिटो सन्तुष्टि पाउने सम्भावना यसबाट यो चलाइसकेपछि 90% बढ्छ। लुब्रिकेसन पनि एकदम राम्ररी आउँछ। सुक्खापनले पीडा दिन्छ जसले मुड बिगार्छ। त्यसैले पर्याप्त फोरप्ले गरेर तपाईँले क्लाइटोरिसलाई स्टिमुलेट गर्नुभयो, ड्राई भएको भए पनि लुब्रिकेसन आउन लाग्छ। कम्युनिकेसनले महिलाको लागि एकदमै ठुलो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। लजाउनुको सट्टा उहाँलाई सोध्नुहोस् तिमीलाई के गर्दा राम्रो लाग्छ वा के म यहाँ छौँ, तिमीलाई कहाँ छुँदा आनन्द आउँछ भनेर सोध्नुहोस्। सबैभन्दा राम्रो बानी यो हो। यौन सन्तुष्टि भनेको रेस होइन, दुईजना बीचको भावना र विश्वासको एउटा यात्रा हो। हतार नगर्नुहोस्, पार्टनरको शरीरमा सम्मान साथ फोरप्ले गर्नुहोस् र फोरप्लेमा ध्यान दिनुहोस्। जति धेरै समय तपाईँले फोरप्लेको सुरुवाती समयमा लगाउनुहुन्छ, अन्तिम समय त्यति नै गहिरो हुन्छ। तपाईँलाई यो जानकारी कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। आजको हेल्थ टिप्स तपाईँ हेर्दै हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छ भने तपाईँलाई विशेष धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने तल रहेको सब्सक्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरे अलमा क्लिक गर्न पनि नबिर्सनु होला, किनभने नयाँ हेल्थ टिप्स आउनु बित्तिकै सबैभन्दा पहिला तपाईँले हेर्न पाउनुहुनेछ।